चक्रेसँग कुराकानी हुन्छ हुँदैन आजकल? त्यस्तो मान्छेसँग कुरा गरेर हामीले अलिक जानेको कुरा पनि बिर्सिन्छ कि। समाजमा चाहिँ पुलिसहरूको चाहिँ के छ भने मिलन चक्रलाई समात्न पाए फुली बढ्छ भन्ने सोच्छ क्या। हजुर, त्यो एउटा फुली बढाउनलाई नै हामीलाई दुःख दिनु त भएन नि त। त्यसको प्रब्लम चाहिँ के भन्दाखेरि दुश्मन बढी छ। अब म अलिक पपुलर ज्यादा छ, मान्छेले अलिक मन पराउँछ कि मलाई मान्छेहरूले। बर्थडेको केक पनि अब तरवालले काटिरहेको खुकुरीले के काटे नि गल्ती हुन्छ त्यही त। भन्न के काट्दैमा त मैले अपराध गरेँ भने समाज त हो। मान्छे अब हाइवे जाम गर्नु के म चाहिँ रानी मौरी जस्तो अब म चाहिँ फेरि खाना पनि कफी पनि शादी बिना त म खानु सक्दैन, केटा बिना म खानु सक्दैन कि। म चाहिँ एक्लै कहिले खान्न कि मेरो लाइफमा। त्यस्तो पनि मान्छे हुन्छ पागल हो। डन भन्न भाइ मलाई डन, म डनै हो नि, डनै हो। डनको परिभाषा आउँदैन यिनीहरूलाई। डन भनेको त्यस्तो व्यक्तिलाई हो जो चाहिँ एउटा देशमा बसेर अर्को देश चलाउने। डन भनेको जस्तो नेपालमा तपाईँहरूले मिडियाले धेरै मिस्टेक गर्छ, जसलाई पनि डन भनिदिएको छ। दीपक मनाङ्गे डन भनेर चिन्छन्। म प्रोटेक्टर चाहिँ हो, मैले कसैलाई प्रोटेक्ट गरेँ भने म त्यसको लागि जान दिनु सक्ने मान्छे चाहिँ हो भने त्यो चाहिँ मैले अहिले पनि गर्छु। मलाई त्यसमा चाहिँ मलाई त्यसमा घमण्ड पनि छ। नर्मल्ली यार उमेरमा त दाइको उमेरमा दाइले पनि एक दुई सर्ट हान्यो होला त होइन र? एक दुई सर्ट त जसले हान्यो, मैले खुकुरी हान्थ्यो त्यति फरक त हुन्छ। त्यसलाई कुरा गर्नै आउँदैन रहेछ, त्यसले कसरी कुरा गर्छ मान्छेमा। अनि फेरि त्यस्तो मान्छेलाई फेरि केपीले टिकट दिन्छ। त्यो टिकट त पैसा कमाउनलाई दिए जस्तो हो क्या।